Happy New Year! Sama asina coy para jom. Hai. Asina त कत्रो कत्रो. ला बोटे जरो. Oh no, जानु बा. Guys, finally गुरास. यहाँ बेकु. Happy New Year! साथीहरु आज चाहिँ न्यू इयर सबैजनालाई न्यू इयरको धेरै धेरै शुभकामना अनि म चाहिँ अहिले घरदेखि माथि आइसकेको लक्ष्मी बजार तल चाहिँ लक्ष्मी बजार छ अनि हामी चाहिँ यहाँ आधी बाटोमा आएर ब्लग बनाउँदैछौँ अनि हामी तीनजना छौँ यहाँनिर अनि भरे चाहिँ टन्नै हुन्छु मलाई हैन गुराँस फुलेको हेरेर जानुपर्छ साथीहरु हामी चाहिँ गुराँस फुलेको हेर्नको लागि गएको तर गुराँस चाहिँ खासै फुलेको छैन होला किनभने यसपालि पानी परेन नि त हैन अनि फेसमा चाहिँ भएको नभएको डन्डीफेरहरू देखिरहेको होला क्यामेरा क्वालिटी पनि राम्रो आयो होला पहिला भन्दा चाहिँ यो तल भएको चाहिँ लक्ष्मी बजार हो अनि हामी चाहिँ भ्लग स्टार्ट गर्नुको लागि मात्रै बसेको क्या अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ अनि आज चाहिँ मौसम चाहिँ खुल्ला खुल्ला नै छ यस्तो अनि भरे चाहिँ कस्तो हुन्छ थाहा भएन अहिले हामी यहाँबाट लाग्दिनु पर्ने हुन्छ हामीलाई ढिलो भइसक्यो अहिले नै 10:30 भइसक्यो कतिखेर पुग्ने कतिखेर गर्ने त्यो थाहा छैन अब चाहिँ हामी यहाँबाट लाग्दिनु पर्ने हुन्छ साथीहरु हेर्दै गर्नु होला भिडियो ब्लग हेर्नु भन्दियो अहिले चाहिँ हामी पुरा बाटोमा हिँड्छौँ यहाँनिर अनि जुङ्गा पला छ अरे उसको चाहिँ अनि हामी चाहिँ बाटोमा तीनजना सरङ हिँड्दैछौँ अनि अगाडि 3-4 जना केटाहरू गइसक्यो पछाडि पनि आउँदै थिएन आउनु चाहिँ आज चाहिँ चहल पहल चाहिँ खतरै हुन्छ जस्तो छ तर जहिले पनि भइ चाहिँ राखेको हुन्छ त्यहाँ माथि अनि गर्मी चाहिँ एकदम धेरै छ पानी पर्न सक्ने सम्भावना चाहिँ बढी छ नपर्नु पनि सक्छ पानी अहिले यहाँ 1300 बाटो छ नि त अनि सास चाहिँ बढिरहेको छ 1300 बाटो हुँदा पनि मरिन्छ होला उदो पुग्छ होला हौ अनि कस्तो हुँदैछ आज एकदम बबाल अनि क्यामेरा क्वालिटी चाहिँ एकदम धेरै राम्रो छ अहिले चाहिँ नि है पहिलाको भन्दा नि पहिलाको त कस्तो मधुर आउँथ्यो मेरो अनि अब चाहिँ फेरि यहाँबाट उकालो जानुपर्ने रहेछ हेर्नुहोस् है अगाडिको बाटो देखाउँदैछु म फेरि उताबाट उकालो जानुपर्ने हुन्छ गुराँस हेर्नु गुराँस कति धेरै फुलेको छ नि आम्माम गुराँस कति फुलेछ गुराँस धेरै फुलिरहेको धेरै फुलेछ गुराँस छक्कै पऱ्यो होइन हामी चाहिँ अझै यहाँबाट पनि निकै हिँड्नुपर्ने हुन्छ आधी क्रस भयो अब चाहिँ आधी क्रस भइसकेपछि त आधी होइन यो पर चौकिँदा चाहिँ आधी हो अब पुग्न आँटेको छ अरू पनि अनि हामी जाँदै जङ्गलमा 3 जना मात्रै सर केको गफ आउँदैछ कोही गुटुक गफ लाग्यो कुदा होइन त्यसो छ यहाँ चाहिँ अलिक गाह्रो भएको छैन कस्तो अड्किन्छ भने गर्ने अहिले त्यसोहरू गाह्रो परेको छ सर अब कालोमा चाहिँ किरिमिरी झैन हुन्छ नि अब गुराँस चाहिँ फुलेर कुन ठाउँमा झरिसकेको छ कुन ठाउँमा फुलेर होइन हो माथितिर कस्तो छ हेर्दै गर्नुहरू होइन ए हेर नि 2 जनाले आज दण्ड त कस्तो देखिरहेको छ त यति बनाइदिने कति 17 अहिले नि झन् बेला छैन होला
ल अब चाहिँ हामी खाजा खाने बेला भइसक्यो हिँड्दा हिँड्दा गरिसक्यो धन्यवाद हिँड्दा हिँड्दा कस्तो भयो तिमीहरूलाई म त खुट्टा दुख्यो मलाई त दुखेछ नि खुट्टा यहाँबाट चाहिँ खतरा भ्यू देख्नु रहेछ यस्तो हरियाली जङ्गल र तिम्रो चाहिँ यहाँ गरेछ पुरा हामी जङ्गलभित्र छौँ है 3 जना भएर अब दिउँसो खाने त्यस्तो लाग्दैन गाइस यहाँ हेर्नु असिना हिजो यहाँ चाहिँ यताउति चाहिँ टन्नै पानी परेको थियो अनि यहाँ चाहिँ असिनामा झरेछ अनि घाम चाहिँ लागिरहेको छ टिलिमिल्ली तर यहाँ असिना चाहिँ सुकिरहेन छ हामी चाहिँ बाटोमा छौँ पुरा अनि मलाई चाहिँ नाङ्गे हेरेस देखिन्छ किनभने मैले अर्कै खालको अर्कै खालको अरे भेस्ट चाहिँ यसै खालको लगाएको छु तर मलाई चाहिँ नाङ्गे हेरेस तर मैले लुगा चाहिँ लगाएको छु अल्दर बोल न माइन्ड नगरिदिनु होला मेरो साथीको नेगेटिभ नसोचिदिनु होला मैले कपडा चाहिँ लगाएको छु अनि हामी चाहिँ बाटोमा हिँड्दैछौँ पुरा कति भयो हामी हिँडेको घरबाट हामी जम्मा 3 घन्टा कति बज्यो अहिले 1 बजी आएको 10:30मा हामी लसुने माथि आएर बसेको थियौँ हिँड्दा 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 हामी त्यस्तो बसेको पनि छैनौँ है त्यो एक ठाउँमा चाहिँ खाजा खानु बसेको थियौँ त्यहाँनिर चाहिँ टन्नै बस्यौँ होइन अनि त्यहाँदेखि त बसेको छैन लु जिन्दगीको यात्रा मरिनै पर्यो अब चाहिँ 3 जुलाई फिक्स आयो अनि गुराँस चाहिँ बोट चाहिँ टन्नै छ तर फुलेको छैन अघि अलिकति ठाउँमा फुलेको थियो अरू ठाउँमा पनि थोरै थोरै फुलेको थियो त झप्प हेर्न लायकको टन्नै चाहिँ फुल छैन गाई पनि गऱ्यो अब चाहिँ हामी 5 पोखरी निस्किन आँट्यौँ कि भन्ने आश छ कति लाग्छ अझै अब लाग्छ 30 मिनेट अझै 30 मिनटहरू 1 बज्न आँट्यो 20 मिनेट ए अनि त्यसो भने टन्नै हुने 1:20 मा पुगिन्छ ल ल साथीहरू हेर्दै गरौँ होला पुगेपछि हामी त्यहाँ देखाउनेछौँ कस्तो रहेछ त आजको त्यहाँको हालत चहल पहल भनेर चिकन बोकेछु तर कसैले खान्छ नि टिउ पनि छ यहाँ उसले खाएको छैन गाइस फाइनली गुराँस यो पछाडि कति खुसी भयो म यहाँ डल्ले गुराँस भन्दा कुदाएको आमा ल अब चाहिँ ज्याकेट लगाएँ आमा म गुराँस यो प्रतिमा ल्याऊ भनेको मैले अहिले ल अनि असिना पनि सुकेर हिँडेको साथीहरूमै पर्तिर पनि त गुराँस टिकटक बनाउने हो अब लु पुरा खुसीले हेर न असिना देखाउँछु ल पछाडिबाट यहाँ पनि छ असिना टन्नै अनि तपाईँ रहेछ अब असिना रहेछ है पर चाहिँ म तपाईँ गुराँस फुलेको होला जाऊँ अनि यहाँ उता पनि छ होला नि त गुराँस आउन जाउँ फेरि भने फेरि जानुपर्छ है पुग्रा गए गाइस कति खुसी म हामी खान्छौँ नि खानु त गाइस म त यहाँ गुराँस फुल्ने ठाउँमा बसेको मान्छे भएर चाहिँ यति खुसी चाहिँ झन् गुराँसै फुल्ने नफुल्ने ठाउँमा बसेको मान्छेहरू कति खुसी हुन्छ होला गाइस हिउँ पनि कति धेरै असिना त कत्रो मुखमा पस्यो भयो नानी यहाँ त गुराँसै रहनु छ फेरि अब उतै गएर हामी टिक्रा बनाउनु होला ल भिडियो चाहिँ भइरहेको रहेछ मजा आयो परे चाहिँ गीत बज्दैछ क्या उता टिक्रा बनाउनु पर्छ पर्तिर उतै पर्तिर हो यो ठाउँमा अनि छैन होला त ठाउँ गुराँस फुलेको चट्टमाया दर्शन सलाम हालत भएको छ यहाँ बाउला पनि सक्दै मैले दिन्न अब कसैलाई तिमीलाई म दिन्न ल अब त आई लभ यु टु कता आई लभ यु टु जाम गाइस ओइ कति खुसी भयो गुराँस देखेर म त एकदम झन् म जस्तो त कोही कराएन होला होइन गुराँस भन्दै कुद्दै गर्नु म त
ला यहाँ त गुराँस छैन चिना अघिको ठाउँमा गएर टिकटक बनाउनु पर्थ्यो होला ओ यहाँ हामी 5 पोखरी छैन कुन पोखरी चाहिँ आइपुग्नु आँट्यौँ ओहो यहाँ माथि कत्रो डाँडा छ तिनजुरेको त्यो यहाँनिरको त्यो डाँडा चाहिँ भ्यू टावर भएको छ अनि उयो माथि हेर्नु कतिहरू मान्छे छ तिनजुरे गएर आएको होला मान्छे हेर्नु साथीहरू अझै हामी लाग्दिनु भन्नुहुन्छ गुराँस चाहिँ अलिअलि फुलिरहेको छ यहाँ पनि अनुहारमा चाहिँ भगवानको दागहरू देखिराखेको होला अन्त हामी यताबाट हेर्ने आउने भएर नि गुराँस यहाँ फुलेर रहेछ अलिकति उता यहाँनिर सक्दो हामी चाहिँ गुराँस भएको ठाउँमा लग्ने कोसिस गर्ने छौँ यही त गर्नु होला ल साथीहरू यहाँ गुराँस चाहिँ फाइनली अब भेटिसकेको छ टन्नै फुलेर छ यहाँनिर चाहिँ अनि अरू चाहिँ यहाँनिर यताउति भएको फुलहरू चाहिँ अझै फुल्न बाँकी नै छ है साथीहरू होइन पानी परेको छैन नि त पानी चाहिँ भर्खर भर्खर फुल्नु सुरु हुँदैछ नि त अनि फेरि लुगा फुगाल ज्याकेट फुगालेको अवस्था अनि हामीले चाहिँ यहाँ फोटोहरू पनि खिचिसक्यौँ अब जाँदैछौँ यहाँबाट चाहिँ पढे चाहिँ म्युजिक बजिरहेको छ ढुकचुक ढुकचुक हाल्ने जस्तो मन लागिसक्यो होइन है तिमीलाई मन लागेको छैन तिमी नाच्दैन नि त्यही भएर मन लाग्दैन नि कमेन्टै कसैले गर्दैन त भन्दा अनि यहाँ पनि पिङ्क कलरको फुलेर रहेछ साथीहरू फुल चाहिँ होइन अनि फुल चाहिँ फुलिरहेको रहेछ अलिअलि अनि यहाँ भन्दै उयो झन्डै चढेँ नि म गुराँस त यहाँ हुँदै फुलेर रहेछ अलिअलि यहाँ देख्न सक्नुहुन्छ कस्तो कालो देखेको यहाँ छ गुराँस अलिक म उताबाट देखाउँछ अनि यहाँ चाहिँ ढुङ्गा जस्तो हात गइसक्यो भिडियो चाहिँ कतिको लामो छोटो कस्तो हुँदैछ राम्रो हुँदैछ नराम्रो हुँदैछ त्यो चाहिँ मलाई थाहा छैन अनि यहाँबाट चाहिँ 5 पोखरी छ हात गलो एकछिन ए के साह्रो हात गलो त औ हात गल्यो नि त 28 प्रजातिको गुराँस पाउने ठाउँमा हामी चाहिँ भर्खर पुगेको अवस्था माथि चाहिँ रोड छ त्यताबाट चाहिँ मान्छेहरू कुदिराख्नु भएको छ पुरा हात गलेको छ अवस्था टन्नै उहाँबाट गुराँस रहेछ त्यहाँ गएर देखाउँछ ल पिङ्क कलरको छ त्यहाँ चाहिँ यहाँनिर रेड कलरको थियो त्यहाँ पिङ्क कलरको छ अनि सेतो चिमलहरू कता कता थाहा छैन आइया म ज्याकेट लाउँछु अहिले मान्छेले मेरो यस्तो हालत देखेपछि क्या भन्नुहुन्छ ज्याकेट लाउँछु नि देखाउँछु ल असिना यहाँ त साथीहरू टन्नै रहेछ अनि आमा हान्छ हामीले पनि म चाहिँ भागेको तिमीलाई गीत बजेर वाक्स लगाइसक्यो यहाँ मान्छेलाई भित्रैदेखि उर्जा आइसक्यो नाच्नु लागि दिलमा बस ल भन्ने गीत बजा है गुराँस यहाँ सबै झरेछ ओ चिसो भयो अरे कहाँ अड्क्यो त तिम्रो बाजे निस्क्या असिनाले हान्ने गए हामीलाई मजा आइरहेको थियो गर्मी भइरहेको थियो नि त है अब चाहिँ हामी गन्तव्यको नजिक आइसकिसक्यौँ है मजा भइरहेछ आजको हामीलाई चाहिँ असिना हिउँ होइन असिना परेर तातो हुन्छ नि त घाँटीहरू अगाडिको बाटो जस्तो छ गीत बजेको सुनेको कि छैन त्यस्तो जाउँ है गुराँस यहाँ टन्नै रहेछ अब चाहिँ हामी लाग्दिनु पर्ने हुन्छ ल यहाँबाट सास एकदम धेरै बढ्छ मोटी भयो नि भयो होइन
सस परिरहेको छ अनि गुराँस चाहिँ एकदम धेरै फुलाइरहेछ यताउति फोटो भिडियो चाहिँ ब्यामै आएको छ अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ दुईवटा मित्रको के छ हालखबर क्या हुआ अझ यहाँबाट चाहिँ माथि यहाँ तल 5 पोखरी भन्छ पोखरीमा चाहिँ हामी गयो पानी रहेनछ अहिले पानी त अस्ति भएको थियो पर्नु सुरु भएको तर अलिअलि चाहिँ रहेछ त्यति धेरै पानीहरू रहेनछ नि त अनि त्यही भएर गएन हामी त्यहाँ तल असिनाहरू चाहिँ मजाले सुकेको छैन अझै पनि यस्तै परेको असिनाहरू गुडा के हौ अनि कस्तो हुँदैछ केटोहरू अलि तर एकदम राम्रो हुँदैछ अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ आरआर गार्डनतिर होइन अब आरआर गार्डन जाने भनेको चाहिँ के हुँदैछ चाहिँ होइन ल गले म त हजुर हजुर गाई त हामी लुकेको किन तर यहाँ लुकेको पारा हामी चाहिँ यहाँ लुकेर बसेको थिएँ दादाहरू चाहिँ उता आउँदै हुनुहुन्छ कि अनि हामी चाहिँ अगाडि अगाडि आएर यहाँ लुकेको क्या कुनै लाग्दैन मान्छेहरू चाहिँ टन्नै हुनुहुन्छ यहाँनिर कति धेरै हुनुहुँदो रहेछ अनि गुराँसहरू पनि राम्रो रहेछ एकदमै धेरै होइन किन उठ्नु भएको अनि अनि के अनि त के नि अब चाहिँ हामी यहाँबाट ऊबाट हो पाथी भएर चाहिँ पर हो निकै पर यहाँबाट जानुपर्ने हुन्छ अनि आरआर गार्डन हुँदै हुँदै हामी कस्तो धेरै मान्छे हुँदै हेर घरतिर जानुपर्ने हुन्छ है जल्दी वहाँ से हटो जल्दी वहाँ से हटो ओइ तल केट जानु कुद्दै जानु हामी एकचोटि गेटमा आएर फोन गर भनेको कहाँ छ जानु तल हेर है गाई छोड छोड्छ भाइ कहाँ जाने हो लुगा पानी पर्न थाल्यो अब चाहिँ के हो उता गुडे देखाएको अनि